जोजलपा नेपाल भाषा लर्निङ Number 1 देउ भ्यू भ्यू दिँदैछ बिया चोन दिइसक्यो बी ढुङ्कल दिनु पर्छ बी मानी Number 2 देखाऊ क्यों देखाउँदैछ क्यों न चोन देखाइसक्यो क्यों ने यसलाई यस्तो पनि गर्न सकिन्छ क्यों ने अथवा यो पनि ठिकै हुन्छ के ने ढुङ्कल देखाउनु पर्छ क्यों ने मानी अब त्यस्तै अर्को देख्यो भन्नको लागि चाहिँ खन भन्छ खन देखिसक्यो खने ढुङ्कल फाल वान छ च होइन छ हो यो चाहिँ फाल्दै छ वान छ या चोन फालिसक्यो वान छे ढुङ्कल फाल्नु पर्छ वान छे मानी फेरि गर हान फेरि गर्दैछ हान याना चोन फेरि गरी सक्यो हान या ढुङ्कल फेरि गर्नुपर्छ हान या मानी फुट्यो ज्यात फुट्छ ज्याई फुटिसक्यो ज्या ढुङ्कल फुटाउनु पर्छ छ्या मानी नेक्स्ट नम्बर गनायो नवल गनाइ राखेको छ नवया चोङ्गु दु अथवा हामीले यसलाई नवया चोन पनि भन्न सकिन्छ गनाइसक्यो नवे ढुङ्कल यो अब गनाइसक्यो चाहिँ हामीले अब कुनै खानेकुरा गनाइसक्यो भन्नको लागि चाहिँ यो वर्डहरू युज गर्न सकिन्छ नेक्स्ट नम्बर हल्लाउ सङ्की हल्लाउँदैछ शङ्का चोन हल्लाइसक्यो सङ्के ढुङ्कल हल्लाउनु पर्छ सङ्के मानी नेक्स्ट नम्बर हान अर्थात् यो हामीले अब ढुङ्गाले हान त्यस्तोलाई बुझिन्छ जस्तै मुक्का हान चाहिँ यसले नेपाल भाषामा मुक्का हानलाई चाहिँ केकी भनिँदैन यो ढुङ्गा हान्नेलाई चाहिँ अब केकी भनिन्छ ढुङ्गा अथवा कुनै अरू अब्जेक्टले हान के की हान्दै छ के का चोन हानिसक्यो के ढुङ्कल हान्नु पर्छ के
मानी नेक्स्ट नम्बर हेर स्व स्व हेर्दैछ स्व या स्वया चोन हेरिसक्यो स्वे स्वे तुङ्कला हेर्नुपर्छ स्वे मानी नेक्स्ट जाऊ हुँ जाँदैछ वना वना चोन गइसक्यो वने वने तुङ्कला जानुपर्छ वने मानी नेक्स्ट नम्बर झगडा ल्वापु ल्वापु झगडा गर्दैछ ल्वाना ल्वाना चोन झगडा गरिसक्यो ल्वा ल्वा तुङ्कला झगडा गर्नुपर्छ ल्वा मानी झुटो मखु मखु होइन यो यसमा नचुक्नु मखु र मखुमा चाहिँ नचुक्नु होला मखु भनेको चाहिँ नि होइन मखु भनेको चाहिँ नि झुटो झुटो बोल्दैछ मखु ख लाना चोन लाना लाना झुटो बोलिसक्यो मखु ख ल्या ल्या तुङ्कला झुटो बोल्नुपर्छ मखु ख ल्या मानी अनि झुटो बोल भन्नको लागि चाहिँ मखु ख ला ला यति मात्र अनि झुटो नबोल भन्नको लागि चाहिँ नि मखु ख ल्या यहाँसम्म सेमै भयो मटे यो मटे मटे मखु ख ल्या मटे झुटो नबोल थ्याङ्क यू फर वाचिङ र हजुरहरूले संसारभरिको न्युज साइटहरू इन्टरटेनमेन्ट साइटहरू स्टक मार्केटको र यसै स्पोर्ट्स न्युजको साइटहरू हेर्न चाहनुहुन्छ भने myangnews.com मा हेर्न सक्नुहुन्छ र ब्लग पनि चेक गर्न सक्नुहुन्छ फेसबुक ग्रुप जोइन गर्न सक्नुहुन्छ आजको लागि यति नै थ्याङ्क यू सुबह